मगाउँछु कहाँको छर्यो सेन्ट मैले होइन ऊ त्यहाँ तन्नेरीहरूले लौरीसम्म आउने साथीहरूले पनि है घरकी बुढी सम्झेर भुतुक्कै भएको तपाईँलाई हेरेर होइन फेरि ए निर्मली मन मगाउँछु कहाँको छर्यो सेन्ट तिम्रो यो हँसिलो मुहारले दुनियाँ छन् फेन्ट मैले च्यास केक छोएको थिएँ वर्षाङदीको करेन्ट लाग्यो हेर्नुहोस् त आमा कति राम्री निर्मली छौ चुल्ठी बाटेकी छौ फुलको माला ट्याक्क ल्याइछौ कसलाई आँटेकी छौ ट्याक्क ट्याक्क डोरी गर्छौ गलामा छ सिक्री निर्मलीलाई दमौलीमा भेटे पत्रकारलाई के को फिक्री ल हेर्नुहोस् त फोटो खिची तिम्रो यो लानी हो भन्छन् उनले सँगसँगै जाने हो है जाने ल मैले यो माइक निर्मलीलाई दिएँ कति राम्रो निर्मलीको बिहा भएको छैन है हुनसक्छ दमौलीकै केटा हुनसक्छ दमौलीमा बसाइ आएको कि यी पहिल्यैदेखि भएको काठमाडौँमा केटा नपाएर दमौलीमा खोज्दै आएको आहा ज्यानकै लागि गरेकी छन् यिनले मरिमेटी दमौलीमा केटा खोज्दै काठमाडौँको केटी आएपछि ठिटाहरू तन्नेरी आऊ यता होइन भने सधैँभरि बल्दिन्छ उही बेथा हेर्नु निर्मलीलाई माग थिएँ मैले धन्यवाद काठैबरा निर्मलीको एउटा नि पोइ छैन ढुङ्ग्रोमा मै छैन काठैबरा निर्मलीको एउटा नि पोइ छैन बासा चरी त्यहीँनिर बन्द भए आइजाउ यता पोइ बन्दी मन भए निर्मलीको बोयफ्रेन्ड कता हरायो भनेर भन्नु मात्रै त हो नि यो गीत गाएर हिँडेकै मैले 2 वर्ष हुन लागिसक्यो होइन ह्यान्डसम ठिटा जति त यतै पो छ नि त काठमाडौँमा किन केटाको खडेरी लाग्यो भनेको ह्यान्डसम केटा दमौलीमा रहेछन् अनि मैले के गर्ने बिहे गर्ने केटा काठमाडौँमा पाउँछु त तिमीलाई त्यहाँ छ केटाको खडेरी हेर है अब तन्नेरी छन् दमौलीका तिमीलाई माया लाउँछन् ए निर्मली डाका मात्रै सयौँ यता आउँछन् तिमी जस्तै रूपवती पाए भने अहिले भर्छन् यहाँ जोइसप भन्दै सलाम ठोक्छु मैले चिन्नुभयो चिन्ने जतिले ताली बजाउनुहोस् त जसले चिन्नुभयो उहाँको घरमा टिभी रहेछ नबजाउनेकोमा चाहिँ टिभी नै रहेनछ ल जसले आफ्नो घरमा टिभी छ भन्नुभयो फेरि ताली बजाइदिनुहोस् ताली बजाएर मेरो लागि ताली बजाएर हो र ताली बजाएको त आफ्नो लागि त हो नि हात एकछिन भयो नि फ्रेस भयो नि होइन सही कुरो हो आमै कति ह्यान्डसम ठिटा लौ न यो दाइ म यतै बोलाउँछु कि क्या हो नबोलाउन लौ न यदि ह्यान्डसम ठिटा रहेछन् काठमाडौँमा बिहे गर्न केटा पाइन जे सुकै परोस् आज दमौलीमा एउटा केटा च्याप्प समाउने हो बर्मालाई भिर्ने हो अनि यतै बस्ने हो यता हाम्रा भाउजूहरू हाँसिरहनु भएको छ मुसु यसलाई छिमेकी बनाउला र यसको यसो गना पात्लिनुलाई हुनुभयो हो होइन रोपार्ने थपिने भयो भनेर हो यस्तै अब मलाई चिनिहाल्नुभयो हेर्नुहोस् म अगाडि नै गएर कुरा गर्छु भएन मैले त अनुहारै देखिनँ कसैको केटा जानुहोस् है ठिका अब बिहा नभएका छन् ए हजुर केटा खोजेर हिँडेको मैले धेरै वर्ष पो भयो त हौ यता हेर्नु घरमा पनि कतै बस्नु त्यो दमाने छैन दमाने चिन्नुभयो चोरा खन्ती खन्तीले धान चोर्थे मकै चोर्थे गहुँ चोर्थे हुँदा छिमेकीको छोरीले चोरेर भएको त्यही भएर निर्मली त्यो दिनदेखि एक्लै भएको छ हेर्नुहोस् त्यही भएर केटा खोज्दै यतातिर आएको छु मेरो घरमा मेरो भाइ छ भन्नुभयो ए निर्मली हजुर हेर त लक्का जवान छिटो भनेर के गर्नु अहिले उहाँकी बुढीले मेरो यो कपाल पनि नराख्ने भन्ने डर गइसक्यो बिहा भएको छैन छैन ए छैन नै पो भन्नुभयो मलाई त किन यतापट्टि हेर न हेर बोलाका कसरी बोलाए हेर्नु न त्यहाँनिर
आमामा होइन के हाल्यो बे नै नभएको त होइन नि दमालीसँग बे भएको त्यो चोरा खन्थी है मकै चोर्थ्यो धान चोर्थ्यो के चोर्थ्यो हुँदा हुँदा छिमेकीको छोरी नै चोरेर भागो त्यो दिनदेखि निर्मली एक्लै अलिअलि चासो चुसो दिएको अनुभव त मलाई छ नि अनि एकछिन अहिले उहाँलाई लगेर म त्यो सुजन फास्ट फुडमा त्यो मोमो खुवाउँछु अनि कुरा गर्छु ए बिहा भएको छ बिहा भएको कि नै होइन निर्मलीलाई पक्कै नानी हो त पक्कै बिहा होइन मन उसले लान्छु मैले कति छोराछोरी पाउने मन छ र त्यस्तै भर्खर दुईवटा छोरा के दुलो छोरी ए यत्रो जनसङ्ख्या हुनुहुन्न अहिले दुईटा सन्तानभन्दा धेरै पाउनु पाइन्न अस्ति एउटा कार्यक्रममा उहाँले भनेको कुरा च्याट्टै मिल्यो अस्ति एउटा कार्यक्रममा राधा गेवालीसँगै हुनुहुन्थ्यो राधा गेवाली ऊर्जा मन्त्री अनि राधा गेवालीले भन्दै हुनुहुन्थ्यो अबको 1 वर्षमा म नेपालमा लोड सेडिङ मुक्त नेपाल बनाउँछु भने एकछिनपछि यसो हेरेको त एक गोली केटाहरू राधा गेवालीको अफिस अगाडि बसिरहेर धर्ना दिइरहेछन् किन धर्ना दिए दाइ भने त राधा गेवालीले लोड सेडिङ हुने काम बन्द गर्नु पर्यो होइन भने हामीले पाएको छोराछोरी सबै जिम्मा लिन पर्यो रे जति बढी लोड सेडिङ भयो उति बढी छोराछोरी भएको भएर राधा गेवालीलाई चाहिँ किन तुरुन्तै राजीनामा दियो भन्नु पो थाले हजुर बे बजाउने भने तपाईँको बे भएको छैन ठिक छ ऊ त्यहाँनिर सुजन मोमो पसल छ त्यहाँ बसेर कुरा गरौँला तपाईँलाई मात्रै साइड दिएर के गर्ने उतापट्टि केटाहरू मर्न लागिसके बे गर्ने भनेर त्यो फर्सीलाल चिन्नुभयो नि तपाईँहरूले फर्सीलालसँग बारीका बाटामा लभ गर्दै हिँडेको है उहाँ दिदीले पनि कुरा काट्नुभयो उहाँ दाइले पनि कुरा काट्नुभयो अब त अति म फर्सी जन्ती लिएर आऊ न भने के भन्छ थाहा छ अब होइन निर्मली तिमी चिरी च्याप्टप गरेर बसेर ल्याऊ म जन्ती लिएर आउँछु रे मजाले राम्री भएर बसेँ 1 हप्तासम्म आउँदैन त किन नआएको फर्सी भने त हेर न निर्मली जन्ती त मैले लिएर आएको हो जन्ती त त खोलाले बगाएर लिएर गयो भने जन्तीलाई नि खोलाले बगाएर लिएर जान्छ त म राम्री देखिया छु आज छैन छ राम्री देखिया छु नदेखेर भयो त एक बट्टा क्रिम लाएको एक बट्टा क्रिम खाएको दमौलीका केटाहरूलाई राम्रो ह्यान्डसम केटाहरूलाई आज लभ गर्नुपर्छ भनेर पुरुषले म दाँत मोले हो र थाक्सीले दाँत मोलेका यी यसरी केटा खोज्दै आएको दमौलीमा आए है दमौली चोकमा एकजना केटा भेट हुनुभयो राम्रै हुनुहुन्थ्यो ह्यान्डसम अलि हाइटी नै अलि गोरो हुनुहुन्थ्यो दाँत मात्रै देखिया थियो उहाँको है अगाडि गएको हो दाइ उहाँ होइन उहाँभन्दा नि ह्यान्डसम हुनुहुन्थ्यो उहाँ होइन उहाँभन्दा नि ह्यान्डसम हुनुहुन्थ्यो अलि अगाडि गएर दाइ त एकदम भेटेको मान्छे आउनुभयो हेर्नलाई पाइन्छ छुनलाई पाइन्न है हेलो हेलो हजुर नानी हजुर सन्चै हुनुहुन्छ तपाईँ अब तपाईँ अगाडि आएपछि सन्चै छु नै होइन भन्नु म तपाईँलाई म चाहन्छु हो हजुर इच्छा परेमा तपाईँ खुस हुनुहोस् होइन बे गरेर नि हनीमुन उहाँसँग मनाउने तपाईँले किन होइन मैले बिहा गरेको छैन म तपाईँको लागि म तयार छु हुन्छ भने हुन्छ हुन्न भने हुन्न के गरौँ हुँदैन रे वा दिदीहरूले हुँदैन भन्नुभयो हुनु भयो हुन्न तपाईँको विचार गर्नु न दिदीको बात नसोध्नुहोस् तपाईँ हुन्छ भने म सोध्न तयार छु ल आउनुहोस् जगमा आउनुहोस् तपाईँ हामी यत्र सहरहरू बस्नु हो तपाईँको लागि इच्छा छ भने म तयार छु हुन्छ हुन्छ हुन्न रे हुन्न रे एक मिनट त्यो दिदीहरूको बात नसुन्नु होला उनीहरूले तपाईँमा आउनुहोस् नजानुहुन्छ भने आउट
यो निरुका नजरै फिल खाए जान्न भनेर हाम्रो दाइ जिल खाए हेर्नुहोस् त कतैबाटै एकदम धेरै धेरै धन्यवाद छ। ए बा तपाईँको साँच्चै बिहा भयो होइन? म बिहा भएन। घरका दुईटी बुढी के हेर्ने हुन्छ? ल ल ल जानु हेर्नलाई पाइन्छ छुनलाई पाइन्न भनेको थिएँ मैले। एकदम यही गीत हो। अब उहाँकै हुन्छ जानुहोस् न तपाईँ। धन्यवाद दिदी तपाईँहरूको कारणले अब तपाईँहरूको जिम्मा है त्यति ह्यान्डसम मान्छेलाई हुन्न भनेर पठाएँ। कस्तो ह्यान्डसम हुनुहुन्छ उहाँहरूले हुन्न भनेर के हेर न अब बिहे गरेँ नि मैले पो उहाँसँग हनिमुन मनाउने उनीहरू चाहिँ किन खुसी भएको भोज खान पाउँछु भनेर। अनि अस्ति दमौलीमा एउटाजना दाइ भेट हुनुभयो डल्ले डल्ले हुनुहुन्थ्यो त्यही पनि कस्तो ह्यान्डसम लागेर दाइ तपाईँ त कस्तो ह्यान्डसम भनेको दाइ त खुसी भएर मलाई एउटा फोन गिफ्ट गरी गए। दाइले मलाई किन फोन गिफ्ट गरे भनेर सोच्दै थिएँ राति टुच्च मिस कल आउँछ कसको नम्बर भने त त्यही दाइको रहेछ। अनि यसो कुरा बुझ्दै गएको त्यति राति त कुरो बुझेर नि बुझिन्न नि होइन फेरि बरु फोनै फिर्ता गरिन्छ त्यति रातिको कुरो त कहाँ बुझिन्छ र होइन। अनि भरे त दाइले किन मलाई मिस कल दिए किन आइफोन गिफ्ट गरे भनेको त दाइको श्रीमती पहिला गएकी रहेछ क्या। म जस्तो राम्रो केटी पाएपछि दिँदैन नि त। अब बिहे गर्नको लागि पनि राम्रो राम्रो केटाको अवसर आएको। सलमान खान थाहा छ तपाईँहरूलाई? सलमान खान त्यो 6 पकेटवाला हिरो क्या चिन्नुभयो? हुडु दबङ 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 हुडु दबङ 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 हुडु दबङ हो त्यही लायक। तुमको क्या आता है हमको भात खाना आता है नहीं तो फुट जाता है। आफूलाई यति हिन्दी बाहेक आउँदैन उसलाई नेपाली आउँदैन। अब कहिले भाषा बुझाउनु कहिले आँखा जुदाउनु। ल हेर्नुहोस् सलमान खान दमौलीमा पनि यस्ता सलमान खान रहेछ थाहा नै थिएन मलाई त। तक्मी बुढाले मेरो बिहेको लागि भनेर डाक्टरको कुरा ल्याएको थाहा छ? डाक्टरको कुरा ल्याएर के गर्नु? नेपालका डाक्टरहरू घाँटीको अपरेसन गर्नु पर्यो भने बाटी गरेर फ्याँकिदिन्छ। त्यस्ता डाक्टरसँग बिहे गर्नुभन्दा नगर्नु जाति भन्ने लाग्यो। म चाहिँ खासमा एउटा केटा खोज्न आएको है। अनि अब भएन साह्रै अब अर्काको कमाइ खाएर कति बस्ने आफ्नो खुट्टामा आफै उभिनु पर्यो भनेर यहाँ हाम्रो महिला दिदीहरू हुनुहुन्छ नि उद्योग दिदीका त्यस्तै हुनु पर्यो भन्ने सोचेर एक दिन यसो विचार गरेँ के बन्ने भने त फिल्मको हिरोइन बन्ने भन्दा मन लाग्यो। दमौली चोकमा आएर फिल्मको सुटिङ हेर्न थालेँ। पहिला कति राम्रो नाच्थे सिरदेखि पाउसम्म लुगा लगाएर यो हो मेरो प्राण भन्दा प्यारो माइती घर भनेर नाच्थे। आज भोलि त यति लाछन् यति भन्न अनि फेरि यति लाछन् अनि नाचे हुन्छ यो हो मेरो प्राण भन्दा प्यारो माइती घर रे यो माइती घर हो। गीत चाहिँ कति राम्रो आगे आगे तपाईँको गोला पछि पछि मेसिन गन गरेर अब नायिकाले नाचे कस्तो त्यस्तै लुगा लाछ अनि नाचे हुन्छ आगे आगे तपाईँको गोला पछि पछि मेसिन गन। यो तोपको गोला हो के यो मेसिन गन हो? बाबा त्यसरी नाचेर इज्जत फ्याँक्नुभन्दा यो निर्मली दत्त पण्डितकै इज्जत बढी छ भने ठानेर मैले फिल्ममा हिरोनी बन्ने काम पनि छोडेँ। अनि होइन मलाई अचम्म लाग्यो हामी केटी मान्छेहरू 33% लुगा लाउँछौँ अनि अधिकार पनि 33% मात्रै पाउँदो रहेछौँ क्या। केटा मान्छेहरूले 100% लुगा लाउँछन् अनि अधिकार पनि 100% नै पाउँछन्। होइन केटाहरूले आफ्नो अङ्ग आफ्नो तिग्रा नदेखाउने भए हामी केटी मान्छेले मात्रै किन तिग्रा देखाउने हो कि होइन? कि त केटाले पनि देखाउन पर्यो होइन भने केटीले देखाउन बन्द गर्न पर्यो भनेर 3 जनाको सदस्य एउटा निर्माण गरेर संविधानमा यो कुरा लेख्नुपर्छ भन्ने गएँ। अध्यक्षमा रेखा थापा थिइन् है, उपाध्यक्षमा सुषमा कार्की। संविधानमा कुरा लेख्न गएको एउटा च्याखुरे केटाले सबै कुरा सुनिरहेको थियो। को रहेछ त्यो केटा भनेको त त्यसका बाजे त्यो फिल्मको हिरो छ नि आमिर खान को रहेछ। त्यसलाई अलिकति मात्रै देखा भनेको पिके फिल्ममा त सर्वस्व देखाइदियो। हेर्न नसकेर आँखा छोपेर नै आएँ नि मैले पनि। ल हजुर मलाई चाहिँ हुन त तक्लो खालको केटा भए नि हुन्छ है। कोही छ को छ तक्लो?
भन्नु होला भनेदेखि 2036 सालले 2036 को जनआन्दोलनले मेरो बाउलाई लग्यो, 2063 को जनआन्दोलनले मेरो छोरालाई लग्यो। अब बाँकी एउटा नाति घरमा छ। अब माघ 8 गते संविधान भएन भने नेपालमा पक्कै पनि जनआन्दोलन हुन्छ। त्यो घरको नाति त्यही जनआन्दोलनको लागि तयार छ। माघ 8 गतेपछि जनआन्दोलन नहोस् र जनआन्दोलन गर्नु हुँदैन भनेर जुन केटा नेपालको रक्षा गर्नको लागि अगाडि बढ्छ त्यो केटा मलाई बिहे गर्नको लागि चाहिएको छ। छ त कोही त्यस्तो केटा दमौलीमा? छैन? ल हजुर, यदि त्यस्तो केटा पाइयो भने निर्मली दत्त पण्डितलाई भन्नु होला